पार्टीको तारा चुनाव चिन्हमा मतदान गरेर म वीरमान चौधरी कैलाली क्षेत्रमा 3मा विजय गराइदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु र यसपालि नेपाली कम्युनिस्ट पार्टीले देशैभरि चाहिँ बहुमतको सरकार दिएर हेर्नुहोस् र हामीले संविधान संशोधन गरेर शासकीय स्वरूप निर्वाचन प्रणाली र सबै कुरामा युवाहरूलाई रोजगार दिने कुरामा र हाम्रो थारू समुदायलाई चाहिँ विभिन्न खालको कृषि पेसामा चाहिँ आधुनिकीकरण गर्ने कुरा र थारू समुदायको भलमनसा प्रथालाई कानुनी मान्यता सङ्घबाट दिने कुरा र सिकल सेल निमोनियामा प्रभावित भएका हाम्रो जति पनि थारू समुदाय छन् उपचार हुनुसम्मको लागि निःशुल्क उपचारको व्यवस्था गर्नलाई पनि मैले पहल गर्ने कुरा गरेको छु र हाम्रो क्षेत्र एउटा टुरिज्म क्षेत्र राम्रो बन्ने इको टुरिज्म क्षेत्र ठुलो जङ्गल छ तालतलैया छ त्यसमा चाहिँ ठुलो सम्भावना भएको हुनाले त्यो पर्यटन क्षेत्रलाई पनि प्रबन्धन गर्ने कुरा गरेको छु मैले र त्यस सँगसँगै बाढी प्रभावित क्षेत्र नदी नालाहरूले कटान गरेकोलाई पनि रोकथाम गर्ने सडक सञ्जाल र थुप्रै कुराहरूलाई चाहिँ पूर्णता दिन अझै पनि बाँकी छ शैक्षिक र स्वास्थ्यमा सुधार गर्नको लागि अझ बहुपराधिक शिक्षालयदेखि लिएर र भएका क्याम्पसलाई सुदृढ गर्दै अगाडि बढ्ने कुरालाई विशेष ध्यान दिने कुरा गरेको छु। यस कारणले तारा चुनाव चिन्हमा मतदान गरेर म वीरमान चौधरी कैलाली क्षेत्र नम्बर 3लाई विजय गराइदिनको लागि म हार्दिक अपिल र आह्वान गर्न चाहन्छु। चुनावी माहौल चाहिँ कस्तो भइरहेछ त? चुनावी माहौल राम्रो छ, जनताले धेरै राम्रो रेस्पोन्स गर्नु भएको छ र यसपालि नेपाली कम्युनिस्ट पार्टीलाई चाहिँ बहुमत दिएर पठाउनुपर्छ। जनताको चौक चौकमा चिया पसलहरूमा घर घरमा सरसल्लाह भइराखेको देख्छु। अनि अहिले अब तपाईँ क्षेत्र नम्बर 3बाट एउटा उम्मेदवारको रूपमा खडा हुनुभएको छ। योभन्दा अघिल्लो पटक पनि संविधान सभा सदस्य अनि त्यसपछि फेरि पनि प्रदेश सभा सदस्यमा चाहिँ यहीँका जनताहरूले तपाईँलाई जिताएर पठाउनु भयो। अब चाहिँ जनताले तपाईँलाई चाहिँ फेरि पनि तपाईँलाई नै किन जिताउँछन् जस्तो लाग्छ? मलाई किन जिताउँछन् जस्तो लाग्छ? म 64मा निर्वाचन गर्ने बेला सडक सञ्जाल कुनै पनि थिएन, विद्युतीकरण थिएन। हाम्रै निर्वाचन क्षेत्र 3 तत्कालीनमा विद्युतीकरण पनि नभएको, सडक सञ्जाल पनि नभएको, सूचना सञ्जालमा तपाईँको टेलिफोन समेत नलाग्ने र थुप्रै कुरा पुल थुप्रै कुरा थिएनन्। आवाजावतमा समस्या थियो। त्यो कुरामा म 2 चोटि निर्वाचित हुँदा र स्वास्थ्यको समस्या पनि स्वास्थ्यका तपाईँको भवनदेखि दरबन्दीदेखि लिएर उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकी बनाउनेदेखि लिएर क्याम्पसलाई अझ सुदृढ र व्यवस्थित गर्नेदेखि लिएर थुप्रै कुरा, क्याम्पसका भवन बनाउने, स्कुलका भवन बनाउनेदेखि लिएर धेरै कुराहरू मैले अनगिन्ती गरेको छु। वनका त्यसपछि धार्मिक स्थलका सबै धार्मिक स्थललाई धर्मनिरपेक्षता मान्नेमा मान्छे भएको हुनाले सबै धर्मावलम्बीहरूलाई चाहिँ मैले समान व्यवहार पनि गरेको छु। समान उहाँहरूको विकास क्रमलाई पनि अगाडि बढाएको छु। मठ मन्दिर मस्जिदहरू सबै कुरालाई मैले गरेको। त्यस कारणले सबैले मैले समेटेर जान सक्ने भावनाले मैले गरेका काम अझ अधुरा छ, त्यो कामलाई मैले पूर्णता दिनको लागि मेरो उम्मेदवारी पनि हो। अधुरा छन् भन्नाले अब कस्तो कस्तो कामहरू अधुरा छन्? केही कामहरू जस्तै हामीले यहाँ अस्पताल स्थापना गरेको छ, यसमा चाहिँ दरबन्दीहरू छैन। यसमा ओएनएम बनाएर त्यसलाई सङ्घ सरकारलाई स्वीकृत गर्नुपर्छ। क्याम्पसहरू कैलाली गाउँपालिकामा हामीले अगाडि बढाएका थियौँ, त्यो रोकिएको छ र भजिनीमा चाहिँ क्याम्पस अझ स्तरोन्नति भएको छैन। अनि घोराघोरीमा 3टा क्याम्पस छ, त्यसलाई अझ थप त्यसको वृद्धि विकास गर्न बाँकी छ, सुदृढ गर्नुपर्ने छ र शिक्षामा धेरै कुराहरू सुधार गर्न बाँकी छ, ऐन बनाउन बाँकी छ र निजामती सेवा प्रहरी ऐन सङ्घबाट नबनिकन चाहिँ वास्तविक सङ्घीय अनुभूति हुँदैन, किनकि प्रोभिन्सले चाहिँ पाउनुपर्ने अधिकार पाएको छैन। त्यो कुरालाई पनि हामीले हस्तान्तरण गर्दै जानुपर्छ कानुन बनाएर र मौलिक अधिकारमा दिएका कयौँ कुराहरू कानुन बनेका छैनन्, त्यसलाई बनाएर कार्यान्वयन गर्ने कुरामा अगाडि बढ्नुपर्छ। जस्तो क्षेत्र नम्बर 3बाटै पनि 5-6 जनाको उम्मेदवारी छ, अन्य पार्टीबाट पनि। अनि यो बेला चाहिँ तपाईँको प्रतिस्पर्धी चाहिँ को छ जस्तो लाग्छ? अब सबै साथीहरू 11 जना हामी उम्मेदवार छौँ। 11 जनामा लोकतान्त्रिक अभ्यास हामी गर्दैछौँ। यसमा प्रतिस्पर्धी यही आउँछ भन्ने हुँदैन। जनताको मन कसले जित्छ त्यसको आधारमा प्रतिस्पर्धी निर्धारण हुन्छ। अब तपाईँ लामो समयसम्म यही क्षेत्र नम्बर 3कै विकासको लागि यहाँको जनताको एउटा लिडरको रूपमा उभिनुभयो। अनि हरेक चुनावमा पार्टी गठबन्धनको कारणले पनि पटक पटक चुनावी चिन्ह चाहिँ परिवर्तन हुँदै गयो। कहिले हँसिया हटौरा, कहिले के गर्दै अहिले चाहिँ तारा चुनाव चिन्ह छ। यस्तो भइरहँदा अर्थात् यसरी चुनाव चिन्ह परिवर्तन भइराख्दाखेरि तपाईँलाई चाहिँ
मतदाताहरूलाई सम्झाउन अर्थात् मत माग्नको लागि चाहिँ तपाईँलाई कतिको सहज अर्थात् कतिको गाह्रो भइरहेको यसपालि हामी 24वटा पार्टी एकता गरेका छौँ। त्यसले यो कुरा जनतामा सकारात्मक सन्देश गएको छ र चुनाव चिन्ह 24वटा पार्टीको हुँदैन थियो, एउटै बनाउनु पर्ने थियो। नयाँ चुनाव चिन्हको रूपमा होइन, यो विगतमा तारा चुनाव चिन्ह ओझेलमा परेको थियो। यो चुनाव चिन्ह लिएर हामी चुनाव लड्दैछौँ। कुनै गाह्रो छैन, जनतालाई मतदाता शिक्षा व्यापक रूपमा दिइरहेका छौँ। आफैले जनताले पनि यसपालि चाहिँ तारामा भोट हालेर हामी जिताउँछौँ र बिरमानलाई जिताउँछौँ भनेर व्यापक रूपमा भनिराखेका छन् र विरोधीहरूले आफ्नो ढङ्गले प्रचार गर्ने कुरा छुट्टै छ। म आम जनतालाई मेरो कुरा के छ भने नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार भनेको वीरमान चौधरी विगतमा माओवादी पार्टीबाट ब्याकग्राउन्ड भएको मान्छे, सङ्घर्ष र बलिदान गरेर आएको मान्छे र जनताको पक्षमा निरन्तर सङ्घर्ष गरेको र सर्वहारा गरिब जनताको र आम पब्लिकलाई चाहिँ सँगै लगेर जान सक्ने मान्छे भावनाले तारा चुनाव चिन्हमा मतदान गरेर मलाई विजय गराउनको लागि पनि मैले अपिल गर्न चाहन्छु। तपाईँको जित्ने आधार 1, 2, 3 जित्ने मुख्य आधार भनेको म एउटा हाम्रो मजबुत सङ्गठन छ, अहिले पार्टी एकता भएको छ र सबै कार्यकर्ता एकमुष्ट छन्, एकीकृत छन् र केन्द्रित छन्। त्यसपछि गएर विरोधीहरूको थुप्रै कुराहरू पनि नमिलेका कुराहरू छन्, त्यसलाई पनि विरोधीहरूले कति मिलाउँछ त्यो हेर्न बाँकी छ। मलाई लाग्दैन अहिले पनि काङ्ग्रेसको टिमहरू, एमालेका टिमहरू, अरू पनि, किनकि पछिल्लो जेन्जी आन्दोलनमा त उहाँहरू नेतृत्व गर्नुभएको थियो नि सरकारको, जसले गर्दाखेरि नेतृत्व गर्दा गर्दा पनि प्रधानमन्त्री जस्तो मान्छे हेलिकप्टरबाट भाग्नु पऱ्यो नि त, जनताले तिरस्कार गरेर त होला। त्यसले हामीले त्यो मुद्दालाई पनि सम्बोधन गरिराखेका छौँ। त्यसले गर्दाखेरि जेन्जीका मुद्दा नभए उहाँले गरेका आन्दोलनका मुद्दाहरूलाई पनि हामीले सम्बोधन गर्ने भनेकै छौँ। त्यसले उहाँहरू पनि आउनुहुन्छ भन्ने मलाई लाग्दछ। त्यसले यो कुरालाई हामीले अझ सशक्त रूपमा भन्दाखेरि शासकीय स्वरूपमा तपाईँको भ्रष्टाचार नियन्त्रण गर्ने कुरालाई, विकास र समृद्धि गर्ने कुरा, रोजगार सृजना गर्ने मुख्य कुरा आधारमा मान्दछ। अन्तिममा तपाईँ निर्वाचन जितिसकेपछि पहिलो बुँदा कहाँबाट सुरुवात गर्नुहुन्छ, के गर्नुहुन्छ, तपाईँको उद्देश्य चाहिँ के हो? मैले 3टा कुरालाई दिनु बनाएको छु। एउटा शिक्षा र स्वास्थ्यमा सुधार गर्ने, कृषिमा जो किसानले दुःख पाएको त्यसलाई चाहिँ पहल गर्ने लिएर चाहिँ समाधान गर्ने। त्यसपछि तेस्रो कुरा भनेको आम मतदाताहरू जो चाहिँ मलाई विजय गराउनुहुन्छ र जसको पनि म प्रतिनिधि भएर जाउँ, सबैले समेटेर लैजाने मेरो दायित्व हुन्छ र उहाँहरूको सुझावबाट अगाडि काम गर्न चाहन्छु। अन्तमा तपाईँ यस क्षेत्रका मतदातालाई के भन्न चाहनुहुन्छ? यहाँका कैलाली क्षेत्र नम्बर 3का आम मतदातालाई नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवारको रूपमा म वीरमान चौधरी तारा चुनाव चिन्ह लिएर लडिराखेको छु। तारा चुनाव चिन्हमा मतदान गरेर अत्याधिक बहुमतले विजय गराइदिनको लागि म अपिल गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु।